ल सोच्नुहोस् त, गाईवस्तु पालनमा सबैभन्दा भरपर्दो र शक्तिशाली परीक्षण उपकरणको मूल्य कति पर्ला? सुन्दा अचम्म लाग्न सक्छ, तर यसको मूल्य ठ्याक्कै $0 पर्छ। हो, एकदमै निशुल्क। तर यसले पार्ने प्रभाव भने लाखौँको हुन सक्छ। आजको यस विशेष प्रस्तुतिमा हामी बडी कन्डिसन स्कोरिङ अर्थात् छोटकरीमा BCS को बारेमा कुरा गर्दैछौँ। यो कुनै सामान्य सैद्धान्तिक कुरा मात्र होइन है, यो त बथानको समग्र स्वास्थ्य जाँच्ने र नाफा बढाउने एउटा गजबको व्यावहारिक उपाय हो। अब सरसर्ती हेरौँ, आज हामी के कुरा गर्दैछौँ त? हामी गाईवस्तु व्यवस्थापनको सन्तुलनदेखि सुरु गरेर यसको परिभाषा, स्कोर गर्ने तरिका, किन हेर्नुभन्दा छामेर जाँच्नु उत्तम हुन्छ भन्ने तथ्य र अन्तमा पोषण व्यवस्थापन र नाफासम्मका कुराहरू समेट्नेछौँ। पहिलो खण्ड, गाईवस्तु व्यवस्थापनमा सन्तुलन, शारीरिक अवस्थाको अर्थशास्त्र। खासमा भन्नुपर्दा गाईवस्तुलाई कम खुवाउँदा प्रजननमै समस्या आउँछ अनि चाहिने भन्दा बढी खुवाउँदा व्यर्थमा पैसा मात्र खेर जान्छ। यो एउटा गम्भीर जैविक र आर्थिक सन्तुलनको खेल हो। अब आदर्श अवस्था कायम राख्दा कस्ता गजबका फाइदाहरू हुन्छन् हेरौँ त। एउटा आदर्श अवस्थामा रहेको गाईले 30 दिन अगावै पुनः गर्भधारण गर्न सक्छ। दूध छुटाउने बेलामा बाछुको तौल 42 पाउन्डसम्म बढी हुन सक्छ। अझ चासोको कुरा त के भने, गर्भधारण दर झण्डै दोब्बर हुन्छ र बच्चा जन्माउन गाह्रो हुने जोखिम पनि निकै घट्छ। स्वस्थ माउ, स्वस्थ बाच्छो र स्वस्थ आम्दानी। दोस्रो खण्ड, शारीरिक अवस्था मूल्याङ्कनको परिभाषा, मापन गर्ने स्केलहरू। यो बडी कन्डिसन स्कोरिङ वा BCS ले व्यवस्थित रूपमा गाईवस्तुको छालामुनिको बोसो र ऊर्जा भण्डारको मात्रा नाप्ने काम गर्छ। यहाँ एउटा रोचक कुरा के छ भने, दुग्ध उत्पादन गर्ने र मासुको लागि पालिने गाईहरूमा मापन गर्ने प्रणाली अलि फरक हुन्छ। दुग्ध गाईहरूमा 1 देखि 5 सम्मको स्केल प्रयोग गरिन्छ, जसलाई चौथाइ अङ्कमा नापिन्छ। तर मासुको लागि पालिने गाईहरूमा 1 देखि 9 सम्मको स्केल हुन्छ। प्रणाली जे भए पनि मुख्य उद्देश्य भनेको दुवैमा एकदमै सन्तुलित मध्य स्कोर प्राप्त गर्नु नै हो। न धेरै मोटो न धेरै दुब्लो, ठिक्कको। तेस्रो खण्ड, स्कोरको संरचना, गाईको शारीरिक अवस्था पढ्ने तरिका। अब यो कुरालाई व्यवहारमा कसरी लागू गरिन्छ त्यतातिर लागौँ। गाईको शरीरमा यी बोसोका भण्डारहरू ठ्याक्कै कहाँ नापिन्छन् त? गाईको ढाडको माथिल्लो भागबाट हेर्दै जाँदा हामीले केही मुख्य हड्डीका संरचनाहरूमा ध्यान दिनुपर्छ। छोटा करङहरू, कम्मरको उठेको हड्डी जसलाई हुक्स भनिन्छ, पुच्छरको हड्डी अर्थात् पेन्स, ती दुई बीचको भाग थर्ल र पुच्छरको फेदका लिगामेन्टहरू। यी भागहरूले गाईको वास्तविक अवस्थाको कथा भन्छन्। कम्बरको तल्लो भाग वा पेल्भिक क्षेत्रलाई छेउबाट हेर्नुहोस् त। यदि त्यहाँ हुक्सदेखि पिन्ससम्म भी जस्तो तीखो कोण परेको आकार देखिन्छ भने त्यसले बोसो कम छ भन्ने सङ्केत गर्छ। तर यदि त्यो भाग समतल वा बोसोले भरिएर यु वा अर्धचन्द्राकार जस्तो देखिन्छ भने अवस्था राम्रो छ भन्ने बुझिन्छ। यो निकै छिटो र प्रभावकारी परीक्षण हो। खासमा एउटा पूर्ण स्कोर कसरी तयार हुन्छ त? यसका लागि यी 6वटा कुराहरू हेरिन्छ। मेरुदण्ड र करङहरू कत्तिको प्रष्ट देखिन्छन्? हुक्स र पिन्स हड्डीहरू तीखा छन् वा बोसोले ढाकिएका छन्? पुच्छरको फेद र छातीको तल्लो भागमा बोसो जमेको छ कि छैन? र मांसपेशी पूर्ण रूपमा विकसित छ वा सुकेको छ? यी कुराहरूले नै अन्तिम स्कोर तय गर्छन्। चौथो खण्ड, हेर्नुभन्दा छामेर जाँच्नु उत्तम। अब हामी एउटा यस्तो तथ्यतर्फ जाँदैछौँ जसले धेरैको सोचाइ बदल्न सक्छ। बारको बाहिरबाट हेरेरै अवस्था पत्ता लगाउन सकिन्छ भन्ने सोचाइ आधारभूत रूपमै त्रुटिपूर्ण हुन सक्छ। एउटा भरपर्दो अल्ट्रासाउन्ड अध्ययनको निष्कर्ष हेर्नुहोस् त। यसले प्रश्न पारेको छ कि आँखाले हेरेर गरिने मूल्याङ्कन र मेसिनले देखाएको वास्तविक बोसोको मात्राबीच कुनै बलियो सम्बन्ध नै थिएन। बाहिरी रूपले हामीलाई सहजै धोका दिन सक्छ। त्यसो भए सही तरिका के हो त? हातले छामेर जाँच्नु। जाडो महिनाको बाक्लो भुत्ला वा घाँसले भरिएको पेटले यथार्थ लुकाइदिन्छ। त्यसैले करङ र मेरुदण्डलाई हातले छामेर हेर्नु अनिवार्य हुन्छ। र सबैभन्दा रमाइलो कुरा, एउटा जनावरलाई यसरी जाँच्न जम्मा 15 सेकेन्ड मात्र लाग्छ। अन्तिम खण्ड, पोषण व्यवस्थापन र नाफा स्कोरलाई व्यवहारमा उतार्ने। अब यो स्कोरलाई हाम्रो नाफा र दानापानीको रणनीतिसँग कसरी जोड्ने भनेर हेरौँ। पोषण व्यवस्थापनका मुख्य 3 चरणहरू हुन्छन्। पहिलो, बाछो जन्माउनुभन्दा 60 देखि 90 दिन अघि, जन्माउने बेला र दूध छुटाउने बेलामा निरन्तर मूल्याङ्कन गर्ने।
दोस्रो, यो स्कोरको आधारमा दुब्ला र मोटा गाईहरूलाई छुट्टाएर दानापानीको व्यवस्था गर्ने। र तेस्रो, खुवाउने कार्यक्रमले साँच्चै काम गरिरहेको छ कि छैन भनेर जाँच्ने। यो एउटा निरन्तर चक्र हो। यो तथ्याङ्कले त साँच्चै आँखा खोलिदिन्छ। मासुको गाईको स्केलमा केवल एक स्कोर बढाउन मात्रै पनि 85 देखि 99 पाउन्डसम्म प्रत्यक्ष तौल बढाउनु पर्ने हुन्छ। यो भनेको सानोतिनो शारीरिक प्रयास पक्कै होइन। शरीरको अवस्था कमजोर हुँदा कस्तो भयानक आर्थिक घाटा हुन्छ यो तालिकाले छर्लङ्ग पार्छ। स्कोर 4बाट 3मा झर्दा मात्र पनि गर्भधारण दर 61%बाट सिधै 43%मा पुग्छ र सुत्केरी अन्तराल 381 दिनबाट बढेर 414 दिन पुग्छ। यो भनेको सिधै घाटा हो। यो सम्पूर्ण कुराहरू बुझिसकेपछि हामीले आफैलाई एउटा प्रश्न सोध्नुपर्ने हुन्छ। के हामीले साँच्चै नै त्यो 15 सेकेन्ड समय निकालेर सही तरिकाले अवस्थाको मूल्याङ्कन गरिरहेका छौँ वा अझै पनि बारको बाहिरबाट हेरेरै अनुमान मात्र लगाइरहेका छौँ? आँखाले गर्ने अनुमानले ल्याउने यी अदृश्य आर्थिक घाटाबारे साँच्चै गम्भीर भएर सोच्ने बेला आएको छ।